जय मसी सबैजनालाई फेरि पनि केही समयपछि फेरि पनि तपाईँको अगाडि परमेश्वरले मलाई फेरि पनि खडा गर्नुभएको छ। प्रभुलाई धेरै धन्यवाद भएको होस्। अनि आज फेरि पनि तपाईँको अगाडि परमेश्वरले मलाई अति नै महत्त्वपूर्ण विषय दिनुभएको छ केही हप्ता अगाडिबाट। अनि त्यो विषय लिकिन म तपाईँहरूको अगाडि आएको छु। अनि गत समय अगाडि बोलेको हरेक वचनहरू तपाईँले सुन्दै जाँदा धेरैजनाले उद्धार मुक्ति शक्ति पाउनु भएको छ, मलाई विश्वास छ। अनि आज छुट्टै प्रकारको विषयलाई लिकिन म तपाईँहरूको अगाडि उभिनको लागि प्रभुले सामर्थ्य शक्ति बल दिनुभएको छ। हामी वचनको शीर्षकलाई सुन्नेछौँ पहिला, अनि त्यस पछाडि म सरस्वती वचनलाई भन्दै अनि परमेश्वरले जुन मलाई त्यो अगुवाई गर्नु भएको छ त्यो आदरले म तपाईँहरूको अगाडि बोल्ने एउटा शक्ति सामर्थ्य प्रभुले मलाई दिनुभएको छ। अनि हामी सबैजनाले सुन्नेछौँ। अनि त्यो वचन सुन्दै जाँदा हामी जतिजना सुन्नेहरूको हृदय खुलिन सकेको होस्, हाम्रो आत्मिक आँखाहरू खुलिन सकेको होस् भनिकन म तपाईँहरूलाई यही अनुग्रह अनि म तपाईँहरूलाई यो अनुरोध गर्दछु। र आज हामी आजको वचनको शीर्षकलाई हामी सुनिहाल्नेछौँ। अनि आजको वचनको शीर्षक रहेको छ आमाको माया। प्रभुको वचनमा काहीँ पनि आमाको माया भनेर त लेखिएको छैन, तर पनि आमा बाउलाई प्रेम गर्नु, बाबु आमालाई आदर गर्नु, आफ्ना आमा बाउको आज्ञा पालन गर्नु भनेर चाहिँ प्रभुको वचनमा लेखिएको छ। तर यो सन्दर्भमा आमाको माया चाहिँ के हो त? आमाको माया कस्तो हुन्छ? आमाले आफ्नो छोराछोरीलाई गर्नुपर्ने प्रेम माया कस्तो हुन्छ? र आमाको माया, आमाले गर्ने आफ्नो छोराछोरी प्रतिको मायालाई हामीले त्यो कुरालाई बुझ्दै जाँदा, आमाले गर्ने मायालाई, छोराछोरी प्रति गर्ने मायालाई हामीले हेर्दै बुझ्दै जाँदा ख्रीष्ट परमेश्वरको माया कति छ भन्ने कुरालाई हामी वचनतर्फ हामी जानेछौँ। आज संसारमा धेरै हरेकको आमा, हरेक छोराछोरीको आमा बाबा हुनुहुन्छ। हाम्रो बुवा आमाको पनि बुवा आमा, बुवा आमाको पनि बुवा आमा, अनि हामी पनि कसै छोराछोरीको बुवा आमा भइसकेका छौँ। र आज आमाले आफ्नो छोराछोरी प्रति निभाउने भूमिका कस्तो हुन्छ भन्ने कुरालाई म लिएर आएको छु। अनि आज मानिसको मात्र होइन, हरेक जीव जनावरहरूको पनि आमा हुन्छ। तर आज हामी व्यक्ति जति चाहिँ, हामी मानिस जति चाहिँ परमेश्वरले सृष्टि गर्नुभएको उहाँको स्वरूपमा, अनि परमेश्वरले तपाईँ र हामीलाई कति माया गर्नुहुन्छ र कति प्रेम गर्नुहुन्छ। हाम्रो आमाहरूले पनि हामीलाई कसरी जन्माउनु भयो, कसरी हुर्काउनु भयो, र हामीले पनि आफ्नो छोराछोरीलाई कसरी हुर्काइरहेका छौँ, कसरी जन्माएका छौँ भन्ने कुरा तपाईँहरूलाई म वचनतर्फ लानेछु। हितोपदेश 31:25 लिएर म तपाईँहरूलाई 29सम्म म तपाईँहरूलाई पढिकिन वचनले के भन्नु चाहेको छ त्यो आधारित म तपाईँहरूलाई आमाको मायासँग म सन्दर्भ जोड्नेछु। यसो लेखेको छ 31:25मा, तिनी सामर्थ्य र प्रतिष्ठाले सुशोभित हुन्छन् र आउने दिनहरूका बारेमा तिनी हाँस्न सक्छिन्। 26ले भन्छ, तिनी बुद्धिसँग बोल्छिन् र तिनको जिब्रोमा विश्वास योग्य उपदेश हुन्छ। 27ले भन्छ, तिनी आफ्नो परिवारका कारोबारको रेखदेख गर्छिन् र आलस्यको रोटी खाँदैनन्। 28ले भन्छ, तिनका छोरा छोरीहरू खडा भएर तिनलाई धन्य भन्छन्, तिनका पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन्। अनि 29ले भन्छ, 29ले, धेरै स्त्रीहरूले उत्तम कुराहरू गर्छन्, तर तिनीहरू सबैलाई तिमीले जितेकी छौ। हेर्नुहोस् है त, अब के भनेको छ भन्दै गर्दाखेरि, तिनी सामर्थ्य र प्रतिष्ठाले सुशोभित हुन्छन् र आउने दिनहरूका बारेमा तिनी हाँस्न सक्छिन्। आमा चाहिँ कस्तो हुन्छ, आमाले भोग्ने कुराहरू के हो त भन्दै गर्दाखेरि म तपाईँहरूलाई यो कुरा जोड्न चाहन्छु। आज तपाईँ र हाम्रो पनि आमा बुबा हुनुहुन्छ, कतिको हुनुहुन्न। तर हामीलाई नै जब नै परमेश्वरले हाम्रो आमाको गर्भमा परमेश्वरले तपाईँ र हामीलाई रच्नुभयो, आमाको कोखमा सृष्टि गर्नुभयो, अनि आमाको कोखमा हुर्किँदै बढ्दै जाँदा आमालाई कति धेरै गाह्रो हुन्छ। कति धेरै जब ती बालक, ती नानी चाहिँ कोखमा हुर्किँदै जाँदै गर्दा आमालाई त्यो दुःख, आमालाई त्यो पीडा कतिसम्म हुन्छ आमालाई मात्रै थाहा हुन्छ। जब बालक हुर्किँदै जान्छ पेटमा, त्यति नै आमा खुसी हुन्छन्। अनि ती आमा चाहिँ साँच्चै नै अति नै सुशोभित एउटा खुसीले भरिँदै जान्छन्।
जब त्यो आमाले एक दिन त्यो नानीलाई त्यो बच्चालाई गर्भधारण गर्नुहुन्छ, जब जन्माउनुहुन्छ, तब जन्माउँदै गर्दाखेरि नि आमालाई कति पीडा हुन्छ तपाईँ हामी आमाहरूलाई थाहा छ कि आज आमाहरूलाई जब नि सही एउटा समय आएपछि, त्यो एउटा ऋतु आएपछि, जब त्यो नानीहरू जन्मिने समयमा कति धेरै पीडा हुन्छ होला। आज धेरै त्यो कुराहरू सहँदै जाँदाखेरि नि आमालाई थाहा हुन्छ कि कति पीडा हुन्छ। तर जब आमा पीडाले छटपटिरहँदै गर्दा नि त्यो नानी जन्मिँदै गर्दा संसारलाई हेर्नका लागि प्रभुले चाहिँ दिँदै गर्नुभएको हुन्छ। अनि जब त्यो आमा त्यो पीडाले छटपटिँदै गर्दा आमालाई एकपट्टि यस्तो माया हुन्छ कि आज मेरो बालक जन्मिँदैछ, आज मैले 9 महिना गर्भमा बोकेर नानी जन्मिँदैछ, म खुसी हुनेछु भनिकन एकपट्टि पीडा सधैँछ, एकपट्टि खुसी पनि आउँदैछन्। अनि त्यसै सन्दर्भमा यहाँ यसो लेखेको छ कि तिनी सामर्थ र प्रतिष्ठाले सुशोभित हुन्छन् र आउने दिनहरूका बारेमा तिनी हाँस्न सक्छिन्। अनि त्यसै सन्दर्भमा तपाईँ र हामी पनि आज आमा हुँदै गर्दाखेरि नि हाम्रो छोराछोरी जन्मिँदै गर्दा कतिसम्म पीडा हुन्छ, कतिसम्म कष्ट हुन्छ। त्यसरी नै जब त्यो नानी जन्मिनु त्यत्तिकै अर्थहीन होइन। जब परमेश्वरले नि आमाको गर्भबाट त्यो नानी जन्मिँदै गर्दा नि आमाको यति धेरै माया हुन्छ कि त्यो आमाले चाहिँ यति दुःख कष्ट गरेर त्यो नानीलाई हुर्काउँदै गरेको कुराहरू पाउँछ। अनि त्यहाँ यसो लेखेको छ, तिनी बुद्धिसँग बोल्छिन् र तिनको जिब्रोमा विश्वासयोग्य उपदेश हुन्छ। जब छोराछोरी जब जन्मिन्छ, जब आमाले हुर्काउँछन्, बढाउँछन्, आज आमाले स्याहार सुसार गर्ने जन्माउने काम आमाको हो, तर बढाउने हुर्काउने जति ज्ञान बुद्धि दिने चाहिँ परमेश्वर मात्र हुनुहुन्छ। तर आज हामी मान्छेले चाहिँ केही पनि गर्न सक्दैन। हामीले नानीहरूको बुद्धि हाल्दिन, हामीले नानीहरूलाई कसरी हुर्काउने बढाउने हामीले त्यसरीमा हामी जान्दैन। तर यति नै हो कि हामीले स्याहार सुसार गर्ने, खानपिन दिने, दुख बिराम हेर्ने आमाको काम। अनि त्यहाँ आमाले त्यो कुराहरू गर्दै गर्दा दिन प्रतिदिन त्यो नानी बढ्दै जान्छ। अनि ज्ञान बुद्धि परमेश्वरले दिँदै जानुहुन्छ। जब त्यहाँबाट बिस्तारै त्यो नानी एक दिन हुर्किन्छ। र यो सन्दर्भमा म के जोड्न चाहन्छु भने नि, जब आमाले त्यो नानी जन्मेर काखभरि हुँदै गर्दा आफ्ना आमा धेरै खुसी हुन्छन्। अनि आमा चाहिँ यस्तो एउटा के भनेको छ भने तिनी चाहिँ बुद्धिसँग बोल्छिन्। बुद्धिको कुराहरू, एउटा नलेजको कुराहरू परमेश्वरले त्यो आमालाई दिएको कुरा चाहिँ त्यो नानीलाई आमाले सिकाउनु थाल्छन्। अनि जब त्यो आमाले नानीलाई सिकाउनु थाल्छन् कि त्यो आमाको जिब्रोमा चाहिँ विश्वासयोग्य उपदेश हुन्छ। आमाले त्यत्तिकै छोराछोरीलाई हुर्काउँदैनन् कि आमाले त्यत्तिकै छोराछोरीलाई जन्माएर त्यत्तिकै कष्ट दुःखमा पार्दैनन् कि आमाले चाहिँ जब नानी छोराछोरी जन्मिँदै गर्दा आमाले चाहिँ सानैदेखि बोलाउने, हँसाउने, खुवाउने, सुताउने काम गर्न थाल्छन्। अनि त्यतिखेर आमाले चाहिँ विश्वासको साथ भित्रबाट परमेश्वरसँगको विश्वासको साथमा त्यो नानीलाई अर्थी दिन थाल्छन्। यो कुरा यहाँ लेखिएको छ। अनि तिनी चाहिँ आफ्नो परिवारको कारोबारको रेखदेख गर्छिन् र आलस्यको रोटी खाँदिनन्। जब त्यो आमाले छोराछोरी हुर्काउँदै जान्छ त्यति नै बेला उसले आमाले चाहिँ घरको कारोबार पनि गर्नुपर्छ, घरमा कति कुराहरू रेखदेख पनि गर्नुपर्छ। छोराछोरीलाई के खान्छ, छोराछोरीलाई कुन बाटो लाउनु पर्छ, छोराछोरीलाई कुन कुरा देखाउँदा चाहिँ असल कुराहरू छोराछोरीले भोलिको दिनमा पछ्याउँछ भन्ने कुराहरू, त्यो कुराहरू चाहिँ आमाले चाहिँ आफ्नो नानीलाई हुर्काउँदै गर्दा कहिले पनि त्यो आमाको हृदयमा चाहिँ छोराछोरी प्रति नराम्रो खालको आलस्य कुराहरू बोकेको हुँदैन। खराबी कुराहरू लिएर नानीलाई त्यो छोराछोरीलाई नराम्रो कुरा सिकाएको हुँदैन। तर यति नै हो कि आमाले चाहिँ त्यस्तो प्रकारको खराबी कुराको रोटी खाँदैनन्, त्यस्तो प्रकारको बाटोमा हिँड्दैनन्, ताकि आमाले जब हुर्काउँदै गर्दा त्यो छोराछोरीलाई बढाउँदै गर्दा खुवाउँदै गर्दा त्यो छोराछोरीलाई नानीहरूलाई देख्दै गर्दा आमा खुसी हुन्छन्। र यसमा म के जोड्न चाहन्छु भने नि, जब आमाले आफ्नो छोराछोरीलाई हुर्काउँदै गर्दा आमा चाहिँ यतिसम्म कष्ट खट्नुपर्छ कि त्यो नानी पेटमा हुँदा पनि पीडा बोकेको हुन्छ। अनि जन्मिँदै गर्दा पनि मृत्युको अन्तिमसम्म पुगेर फर्किकन त्यो नानी काखभरि आफ्ना हातमा ल्याउँदै गर्दा आमा त्यतिखेर सम्पूर्ण बिरामीलाई पीडालाई भुलेर त्यो नानी अङ्कमाल गर्छन् अनि माया गर्छन्। तपाईँ हामीलाई पनि आफ्ना आमाले त्यसरी नै हुर्काएको हो र हामीले पनि जन्माएको छोराछोरीलाई हामीले पनि त्यसरी नै हामीले माया गरेका छौँ।
आज नि म यो कुरा किन जोड्दैछु भने नि तपाईँहरूको अगाडि आज आमाको माया, आमाले कतिसम्म छोराछोरीप्रति हेर विचार गर्नुहुन्छ तपाईँ हामीलाई पनि थाहा छ। नानी, सानो नानी जब जन्मेको भर्खरको नानीको हामी कुनै कुरा पनि बुझ्न सक्दैन, ऊ बोल्न सक्दैन, उसले भन्न सक्दैन, किनभने उसलाई के भइरहेको छ। तर जन्म दिने आमालाई यति कुरा थाहा हुन्छ कि त्यो नानी रुँदैछ भने आमालाई थाहा हुन्छ कि यसलाई भोक लागेको छ, यसलाई तिर्खा लागेको छ, यसलाई बिराम पो हुँदैछ कि, सबै कुरा उसको रुवाईको शैलीले हरेक कुरा आमालाई थाहा हुन्छ कि त्यो थाहा हुँदै गर्दा आमाले आफ्नो नानीलाई हेरचाह गरिकन माया गरेको हुन्छ। अनि त्यो बेला जब नानीको त्यो अवस्था हुँदै गर्दा राति होस्, आमाले खाँदै गरेको समयमा होस्, चाहे आमाले जतिखेर निन्द्रामा भएको होस्, जब नानी छटपटिँदैछ, रुँदैछ भने नि आमाले निन्द्रा भोक केही भन्दैन। त्यो सानो नानीलाई थाहा हुँदैन कतिखेर दिसा पिसाब गर्छ, त्यतिखेर पनि आमाले खाँदै गरेको कुरालाई छोडेर पनि त्यो नानीलाई स्याहार सुसार दिसा पिसा सफर गर्नु पर्यो। भोक लागेको छ भने खाना खुवाउनु पर्यो, निन्द्रा लागेको छ भने सुताउनु पर्यो, बिराम छ भने उसको लागि प्रार्थना अर्थात् कुनै उपचार गर्नुपर्ने हुन्छ। अनि आमाले खट्नुपर्ने कुराहरू यसरी आमाले चाहिँ आफ्नो छोराछोरीलाई हुर्काएको कुराहरू हामी पाउँछौँ र हामीले पनि यो कुरा भोगेका छौँ र आउने जेनेरेसनको हुनेवाला आमाहरूले पनि यो कुरा बुझ्नु जरुर छ। एक दिन सबैजना आमा हुन्छन्, त्यतिखेर आमा हुँदै गर्दा आफ्नो छोराछोरीलाई हामीले कस्तो बाटो देखाउनु पर्छ, किनभने आमाले दिँदै गरेको शिक्षाले भोलि गएर त्यो नानीले असल बाटोलाई अपनाउनु पर्छ भन्ने शिक्षालाई म आज तपाईँहरूको अगाडि लिन चाहन्छु। अनि यसो कुरा पनि लेखेको छ, हामीले सानोमा यसरी पढेका थियौँ कि मदर इज फर्स्ट टिचर अफ द किन्डर गार्डन भनेको छ। आमा चाहिँ पहिलो प्रथममा नानीहरूको लागि चाहिँ टिचर हो, किनभने आमाले नै हिँड्नु सिकाउँछन्, खुवाउनु सिकाउँछन्, बोल्नु सिकाउँछन्, अनि सानैदेखि छोराछोरी नानीलाई हाँस्न सिकाउँछन्। त्यो चाहिँ कर्तव्य आमाको हो, किनकि त्यो परमेश्वरले दिनुभएको अराउनु भए परमेश्वरले दिनुभएको त्यो एउटा जिम्मेवार आमाले त्यो छोराछोरीप्रति गर्नुपर्छ। त्यसै कारणले गर्दा आमा चाहिँ पहिलोचोटि नानीहरूको लागि टिचर हो, जसले चाहिँ पहिला आमाले हिँड्नु, बोल्नु, खानु सबै कुरा सिकाउनुहुन्छ। जब त्यो नानी सिक्दै जाँदै गर्दा एक दिन त्यो नानी स्कुल जान्छ, अनि त्यसरी नै स्कुल जाँदै गर्दाखेरि आमाले सिकाएको र टिचरले सिकाएको फरक हुन्छ। टिचरले ABCDबाट सिकाउन थाल्छ भने आमाले चाहिँ हिँड्नु, बोल्नु, खानु सबै कुरा सिकाएको हुन्छ। र आमाको कर्तव्य यो हो कि जति छोराछोरी असल बाटो जान्छ, जति आमा बाउले भनेको कुराहरू मान्दै जान्छ, तब त्यो आमा चाहिँ खुसी हुन्छन्। जब त्यो आमा खुसी हुन्छन्, जब त्यो आमा खुसी हुँदै गर्दा आफ्नो छोराछोरीको हरेक कुरालाई देख्दै जाँदा, त्यो छोराछोरी नानीले गरेको असल व्यवहारहरू हेर्दै जाँदा त्यो आमा खुसी हुन्छन्। त्यसैले त यहाँ भनेको छ कि तिनका छोराछोरीहरू खडा भएर तिनलाई धन्य भन्छन्, किनकि पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन्। जब नि आमाले आफ्नो छोराछोरीहरूलाई सही बाटो देखाउँदै जाँदा आमाले कहिले पनि त्यो छोराछोरीलाई नराम्रो बाटो देखाउँदैन। सानै बालकदेखि सिकाएको कुरालाई छोराछोरीले पक्रेर जब त्यो बाटो जान्छ भने, त्यो नानीले त्यो बाटोलाई पक्रेर हिँड्छ भने, जब त्यो बाटोलाई पहिलाएर आमाको बाउको आज्ञा पालन गरेर हिँड्दैछ भने त्यतिखेर त्यो आमा खुसी हुन्छन्। अनि त्यो आमाले देखाउँदै गरेको बाटो, आमाले जन्माउँदा, हुर्काउँदा, बढाउँदा, पढाउँदा गरेको कुराहरू त्यो छोराछोरीले एक दिन बुझ्दै जान्छन्। अनि त्यतिखेर छोराछोरीले त्यो कुरा बुझिकन चाहिँ साँच्चै नै मेरो आमाले, मेरो बाबाले मलाई सही बाटो देखाएको कारणले गर्दा आज मैले जस्तो कष्ट आए तापनि, जस्तो बाधा आए तापनि म अब सङ्घर्ष गर्नु सक्छु, म चाहिँ अब उभिन सक्छु, किनकि मेरो आमाले मलाई त्यो बाटो देखाएको छ। त्यतिखेर त्यो छोराछोरीहरूले धन्यको होस् तपाईँ आमा, तपाईँ चाहिँ सबै स्त्रीहरू भन्दा, सबै आमाहरू भन्दा तपाईँ मेरो आमा धन्यको भन्ने छोराछोरीले योग्यको छोराछोरी भइकन त्यो आमालाई धन्यवादी दिनुपर्छ। र यसको साथमा श्रीमानले पनि त्यतिखेर के भनोस् भनिकन चाहिँ भनेको छ भने, धेरै स्त्रीहरूले उत्तम कुराहरू गर्छन् तर तिनीहरू सबैलाई तिमीले जितेकी छेउ। हेर्नुहोस्, आज हामी आमाहरू नि कुन अवस्थामा, कुन स्थानमा छौँ, कसरी चाहिँ हामीले आज छोराछोरीले धन्यवाद भन्ने योग्यको आमाहरू छौँ कि छैनौँ, र आज आफ्नो श्रीमानले पनि प्रशंसा गर्ने योग्यको श्रीमती भएको छैन कि छैनौँ, आमाहरूको लागि पनि एउटा चेतावनी र एउटा जानकारी। तर म आज यही भन्छु, आमाले आफ्नो छोराछोरी प्रति गर्ने माया चाहिँ कस्तो हुन्छ भन्ने कुरा आमाहरूलाई थाहा छ। रात भन्नु
पाउँदैन, दिन बन्नु पाउँदैन। जतिखेर पनि छोराछोरीको नानीहरूको हेरचाह गर्नुपर्छ, आमाले गर्ने कर्तव्य। अनि त्यतिखेर आमाले देखाएको सही बाटोलाई चाहिँ छोराछोरीले भोलिको दिनमा बुझ्छ, त्यो बाटोलाई लिएर हिँड्छ भने त्यो छोराछोरीले धन्यका भन्नुहोस्। अनि श्रीमानले पनि प्रशंसा गर्ने योग्यको, किनकि ती आमा चाहिँ घरको सबै काम गर्ने आमा, त्यो घरको रेखदेख गर्ने आमा, छोराछोरीको रेखदेख गर्ने आमा, त्यो आमाले चाहिँ गर्दै गरेको कार्यहरू देख्दा श्रीमानले पनि आफ्नो पतिले पनि प्रशंसा गर्नेछन्, आफ्नो छोराछोरीले पनि धन्य भन्नेछन्। कि आज यो सन्दर्भमा म के जोड्न चाहन्छु भने नि, तपाईँ र हाम्रो आमा बुवाले नि कति कष्ट गरेर हुर्काउनु भयो। कस्तो ठाउँमा खाइ नखाइ लाइ नलाइ, आमाले नखाइ नखाइ एउटा नलाइ हुर्काएको छोराछोरी हो तपाईँ हामी धेरै छौँ होला कतिको धेरै धनी मानेको छोराछोरीहरू होला, धेरैले सानैदेखि लाउन खान पाए होला। तर एउटै कुरामा के भन्छौ, कष्ट त आमाले भोगेको छ, आमाले कतिसम्म दुःख गरेर हुर्काएको छोराछोरी हुन्छन्। तर आज यो जेनेरेसन दिनहरूमा म यो कुरा देखिरहेको छु कि जब आमाले त्यसरी दुःख गरेर हुर्काएको छोराछोरीहरू, त्यसरी आमा बुवाले कष्ट गरेर हुर्काएको छोराछोरीहरू आज कुन कुन बाटोमा छ, कहाँ हामी कस्तो स्थानमा छौँ, हामी कसरी जिरहेका छौँ। तपाईँहरूलाई म एउटा सत्य कुरा, बालकमा हामी सानो छोराछोरी हामी सानो हुँदाखेरि मेरो आमाले हामीलाई हुर्काउनु भएको छ, कसरी आमाले बाटो देखाउनु भएको छ, कसरी हामीलाई आमाले लाउन खाना दिनुभएको छ। यो एउटा मेरो सत्य घटना, एउटा गवाहीलाई म तपाईँहरूको अगाडि बाँड्नेछु। जब हामी सानो थियौँ अनि त्यतिखेर एउटा गरिब अवस्था हाम्रो, किनभने हामी सबैजना मसिनो थियौँ अनि आमा बाउले दुःख गर्नुहुन्थ्यो। अनि त्यो ठाउँमा चाहिँ कमाइ जतिखेर पनि नहुने, एउटा सिजनमा एउटा ऋतु अनुसारको फल फल्थे। एउटा ऋतुमा एउटा अन्न फल्थे, एउटा ऋतुमा एउटा अन्न फल्थे। तर सबैभन्दा त्यहाँ चाहिँ मकै चाहिँ धेरै फलाउने ठाउँ थिए। अनि जब त्यो चाहिँ धेरै समयमा एउटा 1 साल नै पर्खिनु पर्थ्यो। तर धेरै अन्न बालीहरू चाहिँ मेरो आमा बाबाले दुःख गर्दै बटुल्दै राख्दै गर्दा पनि अन्तिममा त्यो ऋतु आउँदै गर्दा, त्यो सिजन हुँदै गर्दा अलिकति केही समय त्यतिखेर अभाव हुन्थ्यो, हामीलाई खानु जुड्दैन थियो। एउटा सिधा भाषामा भन्नुपर्दा अनिकाल लागेको भनौँ, अनिकाल हुन्थ्यो त्यतिखेर। अनिकाल भनेको चाहिँ केही पनि नभएको कुराहरू। अनि त्यो समयमा नि हामी मसिनो थियौँ, हामी छोराछोरी धेरैजना हो हामी। अनि त्यतिखेर जब आमाले दुःख गरेर हामीलाई खुवाउनुहुन्थ्यो, अनि जब चाहिँ धेरै अब एउटा अलिकति मान्छेले चाहिँ यो स्तरमा हेर्ने गर्छ, पहिलादेखि यो कुराहरू हो। यदि धेरै धनी मानी त्यो असल छ, त्यो धनी मानी छ, त्योसँग पैसा छ भने मान्छेले त्यो मान्छेलाई गन्ने। तर जो मान्छे पुवार छ, जो मान्छे दुखी छ, त्यो मान्छेलाई अलिकति परै हेर्ने। तर मान्छेको हेराइ हो यो चाहिँ, संसारले हेर्ने कुरा हो। तर परमेश्वरले चाहिँ नि कुन गरिब कुन धनी, को राम्रो को नराम्रो, परमेश्वरले चाहिँ हृदयलाई मात्र हेर्नुहुन्छ। अनि यो कुरा म किन जोड्दैछु भने त्यो बेला मेरो पापा चाहिँ धेरै ठाउँ एउटा डाँडा काँडा काटेर चाहिँ बोनी बिटो गर्नु जानुहुन्थ्यो। अनि त्यो ठाउँमा गएर चाहिँ कसैको काम गरेर हुन्छ कि कसैको केही खेतलपात गरेर हुन्छ कि बाबुले बटुलेर ल्याउनु पर्थ्यो। तर समय चाहिँ धेरै पर्खिनु पर्थ्यो, 2 दिन 3 दिन पछाडि यस्तो ठाउँ काटेर 2 दिन 3 दिन बाटो भएर जानु पर्थ्यो। अनि हामीलाई बिहान बेलुका खाने जुड्ने हुँदैन थियो। तर त्यतिखेर मेरो आमाले चाहिँ के गर्नुहुन्थ्यो भने नि, अर्काको आशामा गएको दिन्छ या दिँदैन, एउटा विश्वास दिए ठिकै छ, नदिए ठिकै छ, तर यो मेरो छोराछोरीलाई त मैले पाल्नुपर्छ, मैले भोकै राख्नु हुँदैन, मैले भोकले मार्नु हुँदैन भनिकन आमाले सानो सानो पोका पत्यौरा बनाएर थोरै थोरै अन्न बाली राख्नुहुन्थेछ। अलिकति मकै, अलिकति पिठो, अलिकति के जति सिजनमा आएको खानेकुराहरू चाहिँ राख्नुहुन्थेछ। हामी केटाकेटीलाई थाहा हुँदैन थियो। तर जब त्यो समय आउँथ्यो, त्यो ऋतु आइन्जेलसम्म, त्यो ऋतुमा पाक्ने अन्न बाली रेडी भइन्जेलसम्म आमाले त्यो ठिक्क हिसाब गरेर राख्नुहुन्थेछ। अनि जब त्यहाँ चाहिँ एउटा सिजन, एउटा ऋतु अनुसार सागपातहरू हुन्थे आफ्नो जग्गामा। अनि धेरैलाई थाहा छ सिस्नो कतिलाई मन पर्दैन, सुन्दा अप्ठ्यारो लाग्छ, छुँदा त्यसले चिल्छ, दुख्छ है। तर त्यसको धेरै फाइदा पनि छ। यो दिनहरूमा हामीले जान्दै जानुपर्छ भने हेल्थलाई एकदमै राम्रो हो। अनि त्यो सिस्नोको सिजनमा सिस्न लिएर आमाले पकाएर खुवाउनुहुन्थ्यो। एउटा तिते साग भन्थ्यो, एउटा सागलाई काली साग भनेर चिनिन्छ, त्यसलाई पनि लिएर त्यो सिजनमा हामीलाई थोरै पिठो अन्न लगाएर हामीलाई बनाएर खुवाउनुहुन्थ्यो। आमाले कहिले पनि हामीलाई भोको राख्नु भएन। जब त्यस्तो गर्दै जाँदा अनि जब त्यो सिजन हराउँछ, फेरि अर्को सिजन के आउँछ भन्दै गर्दा एउटा समयमा
त्यहाँनिर तरुल हुन्थ्यो, वन तरुल भन्थ्यो, त्यो पनि खनेर आमाले खुवाउनुहुन्थ्यो। त्यहाँ गिट्ठा भेगुर भन्थे, त्यहाँनिर पनि त्यो गिट्ठा भेगुर पनि खनेर हामीलाई खुवाउनुहुन्थ्यो। त्यसरी पनि आमाले छाक टराउनुहुन्थ्यो। भेगुरलाई तपाईँहरूलाई कतिलाई थाहा छैन होला, भेगुर भनेको एउटा तरुल हो, हेर्दा तरुल जस्तै देख्छ, तर त्यसको गानाले चाहिँ त्यसले त्यो धेरै त्यसमा जेल हुन्छ, त्यसले छुयो भने त्यसलाई काँचोमा चिलाउँछ, त्यसले दुख्छ, घाउ निकाल्छ, तर त्यसलाई पकाएर खायो भने केही मात्रामा कुनै मिठो पनि हुन्छ। अनि गिट्ठा भने चाहिँ यस्तो चिज हो कि त्यो चाहिँ लाइक तरुल हुन्छ, त्यसको झ्याङ बोट सबै हुन्छ, तर त्यसको गाना चाहिँ निकालेर त्यसलाई त्यत्तिकै खानु सकिँदैन, धेरै तितो हुन्छ। अनि त्यसलाई पनि मेरा आमाले खरानीसँग उसिनेर पकाएर त्यसलाई सबै त्यसको त्यो तितो पोइजनलाई फ्याँकेपछि चाहिँ आमाले टेस्ट गर्नुहुन्थ्यो। टेस्ट गरेपछि चाहिँ अब हुन्छ, यत्तिको नानीहरूले खानु सक्छ भनेर चाहिँ मेरो आमाले त्यसलाई पनि केही मात्रामा अलिअलि फ्राई गरेर दिनुहुन्थ्यो। अलिअलि थाहा छ त्यो कुरा। अनि त्योभन्दा अझै कठिनै अवस्थाहरू आउँदै गर्दा नि तपाईँहरूलाई कतिलाई थाहा छ पाङ्ग्रा है, म चाहिँ सिधा भाषामा पाङ्ग्रा भनेर बुझ्छु, तर एक्चुअली म थाहा छैन त्यो अरू भाषामा के भन्छ है। त्यो पाङ्ग्रा चाहिँ एउटा पोइजन हो, तपाईँहरूलाई थाहा छ। त्यसले मान्छेले कतिले त्यसलाई साबुन बनाएर पनि कपडाहरू धुने गर्थे त्यो समयमा, हामीलाई अलिअलि थाहा छ। अनि त्यो पाङ्ग्रालाई चाहिँ नि यति साह्रो हार्ड हुन्छ त्यसको बाहिरको बोक्रा, त्यसलाई त्यत्तिकै फुटाउनु सकिँदैन। अनि त्यसलाई चाहिँ जङ्गलदेखि आमाले खोजेर ल्याउनुहुन्थ्यो, बाबाले खोजेर ल्याउनुहुन्थ्यो। अनि त्यसलाई चाहिँ फेरि त्यत्तिकै फुटाउन चाहिँ त्यसलाई पोल्नु पर्ने, पोलेपछि बिचमा त्यसलाई फुटाएर त्यसलाई भित्रको गुदी निकालेर चाहिँ पिस डाइस तरिकाले काटेर चाहिँ आमाले पानी धारामा कन्टिन्यू 3 दिन 3 रात भिजाउनुहुन्थ्यो। अनि भिजाएर त्यसलाई जब 3 दिन 3 रात भिजाइसकेपछि सबै त्यसको पोइजन गएको हुन्थ्यो। अनि आमाले टेस्ट गर्नुहुन्थ्यो अब चाहिँ हुन्छ भनिकन। अनि लिएर त्यसलाई पनि हामीलाई त्यस्तोलाई पनि पकाएर भुटेर हामीलाई छाक टराउनुहुन्थ्यो। अनि यस्तो अवस्थाहरू हुँदै गर्दा आमाको माया चाहिँ कति रहेछ भन्ने कुराहरू म बुझ्छु यो दिनहरूमा। त्यो आमाले त्यसरी हामीले हुर्काएको, अनि हामीले कति त्यो अवस्थाहरू भएर छिर्दै जाँदा, त्यो बाटोहरू भएर जाँदा हामी उस्तै बराबर हामी छोराछोरी थियौँ, साना थियौँ। त्यसरी आमाले छाक टार्नुहुन्थ्यो। आमाले खानुहुन्थ्यो या खानुहुन्थेन हामीलाई थाहा छैन, तर हामीलाई चाहिँ बराबर भाग पारेर आमाले दिनुहुन्थ्यो। अनि जब त्यो बेला चाहिँ हामीलाई लत्ता कपडा हुँदैन थियो, कपडाको नाउँमा त्यो अलिअलि थाहा छ है, त्यो जिनको कपडा भन्थे धेरै चिसो हुन्छ, त्यस्तो कपडाहरू आमाले आफ्नै हातले सिलाएर, अनि राति ओड्ने बेलामा अहिलेको जस्तो प्रशस्ति हाम्रो केही पनि थिएन। त्यो समयमा आमाले आफै भेडाको ऊन काटेर धागो बाटेर आमाले राडी बुनेर असानी बुनेर ओछ्याउनु ओर्नु दिनुहुन्थ्यो। भने आमाको माया थिएन भने, हाम्रो आमाको माया थिएन भने हामीलाई त्यसरी राख्नुहुन्थेन होला। किन मेरो छोराछोरी जाडोले अप्ठ्यारोमा नमरोस्, खानेकुरा खानु नपाएर नमरोस् भनिकन आमाले थोरै भए पनि जो गरेर आमाले दिनुभएको कुराहरू म थाहा पाउँछु। अनि आज नि हामी यो छोराछोरीहरू, हामी यत्तिकै छोराछोरी आमाले त्यसरी हुर्काउँदै गरेको छोराछोरी र आज कहाँ छौँ? हामी के सोचिरहेछौँ, के गर्दैछौँ, हामीले कुन कुरा रोप्दैछौँ, हामीले कुन कुरा खोलाउँदैछौँ? प्रभुको वचनले भन्दछ, मत्ती 18:18 भन्छ, पृथ्वीमा तिमीले जे कुरा खोलाउँछौ तिमीले स्वर्गमा त्यही खुलिनेछ। तिमीले जे कुरा बाँध्दैछौ पृथ्वीमा त्यो कुरा तिमीले बाँध्नेछौ। मैले यो कुरा किन जोड्दैछु भने नि, जब नि आज यो दिनहरूमा एउटै आमाले जन्माएको छोराछोरी, एउटै आमाले हुर्काएको छोराछोरी, एउटै आमाको दुध चुसेर हुर्काएको छोराछोरी फाल्टै आज मन भरि हिँडिरहेछन्। प्राय मात्रामा धेरै क्रिस्चियनहरू यस्तो भइरहेका छन्। म किन यो कुरा जोड्दैछु? अझै युएसको ठाउँमा त आमा बुवा वृद्ध बाबा आमालाई, यहाँनिर डिसेबलहरूलाई यहाँ भत्ता दिने, अनि त्यति भत्ता मात्रै नदिएर हेर्ने काम पनि दिएको हुन्छ, अनि त्यो आवरको पैसाहरू दिएको हुन्छ। अनि आज यो कुराहरू म यो देखिरहेछु कि मान्छेले आफ्नो बाबा आमालाई होइन, पैसाको पिच्छे लागेको छ। यो सत्य कुरा म भन्दैछु, किन पैसाको पिच्छे लागेको छ? जब पैसा पाइन्जेलसम्म आमा बाउ भन्छन्, तर जब पैसा पाउन छोड्छ, अरू कसैलाई लगिदियोस्, अरू कसैले उसको काम खोसिदियोस्, अर्थात् लगिदियोस्, त्यतिखेर बाबु आमालाई भेट्न छोड्छन्, बाबु आमालाई चिन्न छोड्छन्। यो कुरा मैले किन जोड्दैछु भने नि, यो कुराहरू मैले खर्दै गरेको कुराहरू पनि हो। जब आमा बाउ वृद्ध हुन्छन्, छोराछोरीलाई दुःख गरे हुर्काएको हुन्छ, छोराछोरीलाई माया गरेर हुर्काएको हुन्छ, त्यो छोराछोरीलाई बाबु आमाले जहिले आशामा पर्खेको हुन्छ, जहिले पनि त्यो छोराछोरीलाई आमा बाउले चाहिँ जहिले जति वृद्ध भयो त्यति बाबु आमाले चाहिँ आफ्नो छोराछोरीप्रति आशा अनि माया राखेको हुन्छ। बाबु आमाले कहिले पनि आफ्नो छोराछोरीलाई बुढाबुढी भए तापनि त्यो छोराछोरी धेरै उमेरका
देखेको ऊ नाता नातिनीको धनी नै भए तापनि आफ्नो छोराछोरी चाहिँ छोराछोरी सानै देख्दो रहेछ। किनकि म पनि त्यस्तै देख्छु मेरो छोरीलाई, अनि सानो देख्छु म। त्यो देख्दै गर्दा त्यो छोराछोरी पनि बाबुआमा भइसकेको हुन्छ। तर म यो कुरा किन जोड्दैछु भने आज यो दिनहरूमा जब वृद्ध भएर बाबुआमाले चाहिँ त्यो वृद्ध भएको बुढाबुढी भएको बाबुआमाले त्यो छोराछोरीको आशा गर्दै गर्दा छोराछोरीका आशामा धेरै वृद्ध भएको हुन्छ। अनि त्यतिखेर आमा बाउले यो चाहन्छ मेरो छोराछोरी मैले हुर्काएको, मैले माया गरेर पढाएको बढाएको छोराछोरी खै त आज म भएकोमा आइदिए हुन्थ्यो, भेट्न आए हुन्थ्यो, मसँग बोल्दै हुन्थ्यो, मसँग बात गर्दै हुन्थ्यो, कहिलेकाहीँ मलाई घुमाउन लगे हुन्थ्यो भन्ने आशामा हुन्छ। तर त्यो छोराछोरीले कुरा बुझेको हुँदैन। किनभने साँच्चै नै आज हामीले एउटा ख्रिस्टलाई हामीले पक्रेका छौँ, ख्रिस्टको मायालाई हामीले बुझेका छौँ भने परमेश्वरको वचनले भन्दछ आफ्नो आमा बाउलाई आदर गर्ने, आफ्नो आमा बाउको मायालाई बुझ्ने परमेश्वरलाई माया गर्छ। तर यदि हामीले प्रभुलाई चाहिँ बाहिर देखावटी रूपमा माया गर्छौँ, देखावटी रूपमा चाहिँ हामी भयङ्कर एउटा अति नै एउटा हामी साँचो विश्वासी भएर देखाउँछौँ, तर बाबुआमाप्रति माया छैन भने त्यो म जिरो भन्छु त्यसलाई। अनि यो कुरा म किन जोड्दैछु भने नि आमा बाउ वृद्ध हुँदै जाँदा छोराछोरीका आशामा छोराछोरीले के ल्याइदिन्छ र हामी खानु पाउँछ आशामा पर्खिँदै गर्दा एक दिन बाबुआमा बिराम हुन्छ। अनि बिरामी हुँदै गर्दा बाबुआमा आइसियुमा हुन्छ, बाबुआमा र व्यस्त हुन्छ, वा बिरामीले ग्रस्त भएर आइसियुमा बसिरहेको हुन्छ। आफ्नो छोराछोरी आमा बाउले आशा राखेको, बाबुआमाले माया गरेको छोराछोरीहरू चाहिँ पार्टी मनाउनलाई व्यस्त हुन्छन्, बर्थडे मनाउनलाई, विभिन्न कुरा गर्नलाई व्यस्त हुन्छ। तर नि बाबुआमा आइसियुभित्र हुन्छ। जब आइसियुमा आमा बाउ हुँदै गर्दा त्यो छोराछोरीले बाबुआमालाई के गर्दैछन्? आज त्यो माया गरेर आमाले हुर्काएको छोराछोरी कुन ठाउँमा हामी बसिरहेका छौँ, कुन ठाउँमा हामी के गरिरहेका छौँ, आज यो छोराछोरीले बुझ्नुपर्ने कुराहरू। अनि यो कुराहरू म किन जोड्दैछु भने नि आमाको माया चाहिँ नि त्यति सजिलै छैन। दुःखमा सुखमा कष्टमा हरेक कुरामा आमाले खाइ नखाइ दिन रात नभनिकन हुर्काएको हुन्छ। आज त्यो आमा अनि त्यो बाबालाई हामीले आदर गर्नु जान्दैनौँ, हामीले माया गर्नु जान्दैनौँ भने हामीले परमेश्वरमा माया गरेको व्यर्थ छ। प्रभुको वचनले यही भन्छ कि आफ्नो बाबुआमालाई आदर नगर्नेले मलाई आदर गर्दैनौ, तिमीले आफ्नो बाबुआमालाई सम्मान नगर्नेलाई तिमीले मलाई गर्दैनौ, यही भन्छ। तर नि हामी देखावटी रूपमा मात्रै प्रभुको काम गर्छौँ, तर बाबुआमाको मायादेखि हामी टाढा छौँ भने यो कुराले चाहिँ तपाईँ र हाम्रो आत्मिक हृदयहरू खोलिनु पर्छ। हामीले यो गर्नु राम्रो होइन, म यही भन्छु। किनभने मेरो पनि बुवा आमा हुनुहुन्छ, हामी पनि हो कति कुरा हाम्रो कामको व्यस्तताले हामी भ्याउँदैनौँ, तर पनि हामी समय मिलाएर जाँदै गर्दाखेरि चाहिँ म त्यत्तिकै खाली जानु मन लाग्दैन। मेरो वृद्ध भएको बाबुआमाले के खानुहुन्छ, के लाउनुहुन्छ, म त्यो विचार गरेर हामी जाने गर्छौँ। तर आज जति छोराछोरी यस्तो भएर बस्नु भएको छ भने नि एक दिन मैले अघि भने हामी के रोप्दैछौँ, हामी के छर्दैछौँ, हामीले त्यो कुरा पछि पाउनेछौँ। किनभने हामीले असल कुरा छर्दैछौँ भने त्यही कुरा पाउनेछौँ, खराबी कुरा छर्दैछौँ भने त्यही कुरालाई पाउनेछौँ। अनि म तपाईँहरूलाई यो कुरा भन्न चाहन्छु, यस्तो हुँदै गर्दा नै प्रभुको वचनले यो कुराहरू देखाउँछ कि आज आमा प्रतिको माया के हो। तपाईँहरूलाई म एउटा कथा जोड्न चाहन्छु। एउटा कथा यस्तो छ, एक दिन एउटा गाउँमा गरिब एउटा आमा हुन्छ। एउटा बस्तीमा एउटा ठाउँमा चाहिँ एउटा पुवा ठाउँमा चाहिँ एउटा आमा हुन्छ। अनि त्यो आमा चाहिँ त्यो स्त्री चाहिँ जहिले पनि बनी बिटो गरेर खाने हुन्छ। अनि त्यो आमा चाहिँ जहिले त्यसो गर्दै गर्दा एक दिन त्यो गाउँमा यति धेरै हो हल्ला सुन्छ। अनि त्यो हो हल्ला के हो त भनेर आमाले पनि त्यो स्त्रीले पनि देख्छ। अनि देख्दै गर्दा चाहिँ सबैभन्दा उसको एउटा सानो झुपडी हुन्छ, त्यो झुपडीमा चाहिँ पुरा आगो लागेको देख्छ। अनि त्यो आमा दौडिँदै त्यो स्त्री आएको हुन्छ। अनि त्यो गाउँलेले कति धेरै रोक्छ, कहाँ गएको हो भनेर खोज्दै उहाँहरूको पछि जाँदै गर्दा त्यो आमा चाहिँ यस्तो तरिकाले फाल हानेर त्यो जलिरहेको घरभित्र पसिन्। अनि त्यो गाउँलेहरूले भन्छ कि अब यो स्त्री चाहिँ मरिसके आगोले जलेर। तर त्यो गाउँलेलाई थाहा हुँदैन किन पसिन्, के छ भन्ने कुरा थाहा हुँदैन। हुँदै गर्दाखेरि नि जब त्यो आमा पसिन्, त्यो आगोभित्र पसिन्। अनि जब पस्दै गर्दाखेरि चाहिँ त्यहाँभित्रदेखि यस्तो तरिकाले फाल हानेर पोका पारेको थाङ्नासँग बाहिर निक्लिन्छन्। तर त्यो आमा सबै जलिसकेको हुन्छन्। अनि हुँदै जाँदा गाउँलेले त्यो आमाको सबै शरीरका आगोहरू निभाइदिएको हुन्छ। तर आमाको अनुहार विरूप हुन्छ, उसको अनुहार शरीर सबै जलिसकेको हुन्छ। तर उसको हातमा चाहिँ अङ्गलोभित्र चाहिँ सानो नानी हुँदो रहेछ, नानी हुन्छन्। अनि त्यो नानी चाहिँ उसको छोरी हुन्छ। अनि त्यो छोरीलाई चाहिँ अङ्गलो मारेर बाहिर निकाल्दै गर्दा त्यो नानीलाई चाहिँ आगोले जल्नु दिएको हुँदैन। अनि त्यो आमा चाहिँ जलेको हुन्छ।
तर पनि त्यो आमालाई एउटा गाउँलेले बचाएको हुन्छ अनि त्यतिखेर चाहिँ आमाले दुःख गरेर त्यो नानीले हुर्काउँदै बढाउँदै पढाउँदै लगेको हुन्छ। अनि एक दिन स्कुल जाने हुन्छ त्यो नानी। स्कुल जाने भइसकेपछि जब त्यो नानी स्कुल जानु थाल्छिन्, आमाले स्कुल टिफिन पुर्याउनु जाँदा अन्नर छोपेर त्यहाँ आमा जान्छन्। अनि जाँदै गर्दा पछि नानीले थपाउनु थाल्छ, आमा तपाईँले किन अन्नर छोपेर जानुहुन्छ भन्दै गर्दा आमाले भन्छन्, होइन मैले अन्नर छोप्नु पर्छ किन मेरो अन्नर यस्तो छ भनेको हुन्छ। अनि पछि जब त्यो नानी बढ्दै जान्छ पढ्दै जान्छ, त्यो नानीले सोध्नु थाल्छ, किन आमा तपाईँको यस्तो भयो? अनि आमाले भन्छन् यस्तै हो भन्छ। नभन्दै एक दिन चाहिँ एउटा च्यालेन्ज हुन्छ। त्यो छोरी चाहिँ ठुली भइसकेको हुन्छन् अनि स्कुलमा उनीहरूको साथीसँग च्यालेन्ज हुन्छ कि अब भोलि सबैले आफ्नो आफ्नो आमाको फोटो लिएर आउनु भनेको हुन्छ। कसको आमा चाहिँ ब्युटिफुल छ, कसको आमा चाहिँ राम्रो छ, उनीहरूले कम्पेयर गर्नको लागि साथीले अराउँछ। अनि साँच्चै नै त्यो साथीले त्यो आमाको छोरीले चाहिँ आमासँग फोटो माग्छ अनि आमासँग फोटो हुँदैन म दिन्न भन्छ। अनि हुँदै जाँदाखेरि भोलिपल्ट साथीहरूले सबैले फोटो लिएर आउँछन् अनि त्यो छोरीले चाहिँ त्यो ग्रुप भएको आमाको फोटो देखाउनु चाहँदैन र उसले फोटै लगेको हुँदैन। अनि त्यहाँदेखि त्यो साथीहरूले त्यसो गर्दा तैँले कहिले पनि तेरो आमाको फोटो देखाइनस्, तेरो आमा कहिले पनि तैँले हामीलाई देखाइनस्, तेरो घरमै हामी हेर्न आउँछौँ भन्दाखेरि आएर छोरीले के भन्छ, मेरो साथी चाहिँ यो दिन हेर्न आउँदैछन्, मेरो साथीहरूको फोटो दिनु भन्दा तपाईँले फोटो दिनु भएन, मेरो आमा हेर्नका लागि चाहिँ आउँदैछन्, तर तपाईँलाई देखेर चाहिँ मेरो साथीहरू डराउने छिन्, तर्सिने छन्, त्यही भएर तपाईँ चाहिँ जुन कोठामा म राख्छु त्यो कोठादेखि ननिस्किनु अनि तपाईँ मेरो साथीहरू नगएसम्म तपाईँ ननिस्किनु भनेको हुन्छ। साँच्चै नै हुन्छ भनेर साथीहरू आउनु अघि नै आमाले सबै कुरा साथीहरूलाई यो कुराहरू दिनु भनेर सबै कुराहरू छोरीलाई देखाएको हुन्छ। तर त्यो छोरीले कति कुरा जानेको हुँदैन। आमाले ती राखिदिएको सामान नभेट्दाखेरि दोकानतिर गएको हुन्छ त्यो छोरी चाहिँ, अनि साथीहरूलाई राखेर बस्दै गर भनिकन। अनि आमाले अब छोरीलाई थाहा हुन्छ कि छोरीले सामान भेटेन रहेछ भनेर, साथीहरू त सबै कोठामा छ होला भनेर चाहिँ आमा जब किचनमा निस्किन्छन् सबै साथीहरू त्यहाँ भएको हुन्छ। अनि त्यो आमाको क्रूप अवस्था देखेर, त्यो विरूप एउटा क्रूप भने एउटा जलेको शरीर अनुहार देखेर उसको साथीहरू चिच्चाउँछन्, डराउँछन्, भूत निस्क्यो भनेर भाग्नु थाल्छन्। अनि त्यहाँदेखि जब त्यो छोरी आउँछन्, म भूत होइन म फल्नाका आमा हो भन्दाखेरि पनि त्यो साथीहरू पुरा भाग्छन्। अनि उसको साथीलाई जब त्यो जलेको आमाको बुहार आमाको छोरीले भेट्छन् अनि छोरीले किन त्यसरी भागेको भन्दै गर्दा तेरो घरमा भूत राखेको रहेछ, हामीलाई भूतले खेदायो भन्छ। अनि त्यहाँदेखि कुदै आउँछ त्यो छोरीलाई आमालाई गाली गर्छिन्, अनि किन निस्केको, मैले ननिस्क्यो भनेको होइन भनेर पुरा आमालाई गाली गर्छन्। आमाले अनि कति धेरै रुन्छन्। अनि त्यहाँदेखि रुँदै जाँदाखेरि भन्छ एक दिन त्यहाँबाट चाहिँ सबै साथीहरू गइसकेपछि आमाले त्यहाँदेखि छोरीलाई बुझ्ने हुन्छ नि आमाले सबै कथा व्यथा सुनाउँछन्। त्यस पछाडि अनि उहाँ जल्नुभन्दा अगाडि उहाँको फोटो देखाउँछन्, पहिला तिम्रो आमा यो हो तर अहिले म तिम्रो आमा हो। जुन दिन यस्तो घटना भयो त्यो नानीको बाउ चाहिँ हुँदैन किनभने मरेको भनेर एउटा त्यहाँ कथामा जोडिएको छ होइन। त्यही भएको कारणले गर्दाखेरि आमाले इतिहास कुराहरू देखाउँछन्। त्यतिखेर त्यो आमाले फोटो देखाउँदै गर्दा पहिलाको उसको फोटो देखाउँदै गर्दा छोरी यति धुरु धुरु रुन्छन्। अनि आमा ती सबैको सबै साथीहरूको आमा भन्दा सबैभन्दा उसको आमा चाहिँ ब्युटिफुल हुन्छन्। अनि त्यहाँदेखि एकदमै सुशोभित हुन्छन्, धेरै अर्थ उपदेश दिने आमा हुन्छन् त्यो आमा चाहिँ। अनि त्यो छोरीलाई इतिहास कुराहरू बताउँदै जाँदा जुन दिन यस्तो घटना घटेको थियो त्यो दिन तिमीलाई मैले बचाउने हुँदा यस्तो भएको हो भन्दै गर्दा नि आमालाई सबै कुरा त्यो छोरीले बुझेको हुन्छन्। आमाको माया चाहिँ यति धेरै, आमा तपाईँ जलेर भए पनि, आमा तपाईँ डढेर भए पनि मलाई चाहिँ यति राम्रो तपाईँले मलाई बचाउनु भएछ, मलाई जोगाउनु भयो, आमा तपाईँ धन्यको हो भनेर त्यतिखेर त्यो छोरीले आमालाई धन्यवाद दिएको छन्। भनेपछि आमाको माया कति रहेछ त। पोषो प्राणीले त आफ्नो छोराछोरीलाई बच्चालाई कति धेरै माया गर्छ हामी देख्छौँ। किनभने हामी मानिस त परमेश्वरले सृष्टि गर्नुभएको उहाँकै स्वरूप हो। हामीलाई कति धेरै छोराछोरीको माया हुन्छ भने हामी त त्यति धेरै माया गर्छौँ भने हामीलाई अनन्तसम्म दिनुहुने परमेश्वरले हामीलाई माया कति दिएको होला। आज म यो छोराछोरीलाई, यस्तो छोराछोरीलाई यो वचन म भन्न चाहन्छु कि किनभने आज आमाले यसरी दुःख गरे हुर्काएको छोराछोरीहरू हामी छाताछुल्ला भएको छौँ। कति धेरै आज आमाले माया खोज्दै गर्दा, बाउले साथ खोज्दै गर्दा हामी टाढा भएका छौँ होला। किनभने अहिलेको यो समयहरूमा धेरै कुराहरू देखिरहेको हुन्छु कि जब त्यो आमाको जन्मदिन, त्यो बाउको जन्मदिन आउँछ, जब त्यतिखेर एउटा एक थुङ्गा फुल र एउटा खदा लगेर भिराइदिँदै गरेको हुन्छ। अनि त्यतिखेर
जन्मदिनको शुभकामना, ह्याप्पी बर्थडे भन्दै गरेको हुन्छ। तर त्यो वृद्ध बाबु आमालाई त्यो फुल र त्यो खदाको कुनै पनि सरोकार छैन, कुनै पनि त्यसको खाँचो हुँदैन त्यो बाबु आमालाई। तर त्यो वृद्ध भएको बाबु आमाले यो चाहनुहुन्छ कि मेरो छोराछोरीले मिठो कुरा के ल्याइदियो होला, अलिकति पनि खानु पाए हुन्थ्यो, मिठो कुरा दिएको भए कति खुसी हुन्थे, मेरो छोराछोरीको माया चाहिँ त्यहाँ पाउँथे भनिकन त्यो बाबु आमाले पर्खिरहेको हुन्छ। तर आज यो दिनहरूमा 1 सालमा त्यति गर्छ, त्यहाँदेखि 1 साल हराइदिन्छ त्यो छोराछोरी, वास्ता हुँदैन। त्यो बाबु आमाको अवस्था कस्तो छ थाहा छैन, तर फेरि त्यो समय आउँछ, फेरि पनि जन्मदिनको शुभकामना भन्छ, एउटा खदक भिराइदिन्छ, कसैले एउटा थुङ्गा फुल दिन्छ, तर त्यसमा मिठास कुरा केही पनि हुँदैन। अनि यस्तो कुराहरू हुँदै गर्दा म अचम्म लाग्छ यो दिनहरूमा धेरै संसारमा यस्तो कुराहरू भइरहेको छ। अनि म अर्को कुरा के जोड्न चाहन्छु भने नि, जब वृद्ध अवस्था बाबु आमा भइन्जेल, दुःखमा बाबु आमा रहन्जेल, एउटा आशामा रहन्जेल, जीवित भइन्जेल, त्यो छोराछोरीले वर्षमा 1 दिन त्यो बाबु आमाले भेट्नुसम्म कतिको जाँदैनन्। कतिले बाबु आमा अगाडि छन्, चाहँदैनन् कि त्यो छोराछोरीले त्यो बाबु आमाको छेउमा बस्न चाहँदैनन्, त्यो बाबु आमाको बेडसम्म जाँदैनन्, फोहोरी घिन लाग्दो भन्छन्। हरेक कुरा मान्छेले यसरी तिरस्कार गरेको मैले धेरैको देखेको छु। अनि जब त्यो बाबु आमा 1 दिन संसार छोड्छ, जब संसार छोडेर जब माटोमा मिल्न पुग्छ, अनि त्यतिखेर त्यो च्यानमा पुग्छन्, त्यो छोराछोरी चाहिँ आमालाई भेट्नु गएको, बाउलाई भेट्नु गएको भन्दै फुलको गुच्छा र एप्पलको पोका बोकेर जान्छन्, त्यहाँ चढाउन जान्छन्। अनि कति मूर्ख छन् मान्छे आज हाम्रो जीवनमा, हाम्रो यो दिनहरूमा कति मूर्ख छन्। किनभने नि जीवित हुँदाखेरि 1 मुठी मिठो कुरा खुवाउनु सकेन, जानु सकेन, तर जब मरिसकेपछि माटोमा माटोसँग मिल्न थालेपछि के त्यो माटो उठेर आएर खाने हो र? के त्यो आमा बाउको त्यो हाड हड्डी उठेर आएर खाने हो र, लाने हो र? त म यो भन्न चाहन्छु, आमाको मायालाई नि यसरी बुझौँ। आमाले हुर्काउँदै बढाउँदै गरेकोलाई जिउँदै जीवितै हुँदा, बुढाबुढी होस् चाहे भर्खरकै होस्, आफ्नो आमा बाउलाई सम्मान गर्न सिक्नुपर्छ, आदर गर्न सिक्नु पर्दछ, आफ्नो बाबालाई माया गर्न सिक्नु पर्दछ। म यो कुरा तपाईँलाई आग्रह गर्छु। अनि जब मरेको समयमा च्यानमा जानु ठुलो कुरा होइन, त्यो च्यानमा केही पनि हुँदैन, त्यहाँनिर त्यो माटै मात्रै हुन्छ त्यहाँ। अनि एउटा सम्झना रहन्छ, त्यो आफ्नो ठाउँमा छ। तर नि त्यहाँ गएर त्यो फुल चढाउनु, फुल रोप्नु, एउटा त्यहाँनिर गएर मेरा आमा बाउ भनेर त्यहाँ एकछिन रुई कराई गर्नु, त्यो कुनै फुलफल चढाउनु, त्यो चाहिँ संसारले गर्ने कुरा हो। संसारले चाहिँ, संसारको व्यक्तिले चाहिँ किन गर्छन् भन्दा उनीहरूले प्रभुको वचन बुझेको हुँदैन, उनीहरूले एउटा सन्तुष्टि, एउटा आस्था राख्ने कुराहरू त्यहाँले गरेको हुन्छ। तर हामी विश्वासी हौँ, यदि प्रभुको वचन बुझेका छौँ, परमेश्वरको प्रेमलाई बुझेको छ भने आमाको प्रेमलाई बुझौँ। आमाले गरेको प्रेम कति असल छ। हामी पनि एउटा आमा भएर हुर्काउँदै गरेको छोराछोरीलाई कति माया हुन्छ। कसैले केही नभनिदियोस् आफ्नो छोराछोरीलाई, आफ्नो नानीलाई कसैले नराम्रो कुरा नगर्दै भन्ने आमा बाउको मन हुन्छ भने परमेश्वरले झन् कति धेरै आशा गर्नुहुन्छ होला। आज हामी साँचो ख्रीष्टको वचनलाई बोकेका छौँ, ख्रीष्टको वचनलाई पक्रेका छौँ भने आफ्ना आमा बाउलाई आदर गर्न सिकौँ। तपाईँहरूलाई म यो वचनद्वारा यो कुरा उत्साह दिन चाहन्छु। अनि म जान्छु यशाया 49:15 म जानेछु। यशाया 49:15 के कुनै आमाले आफ्नो दुधे बालकलाई बिर्सन सक्छ र? प्रश्न, आफूले जन्माएको बालकलाई के त्यसले टिठाउँदिन र? त्यसले बिर्सन पनि सक्छ, तर म त तँलाई बिर्सन सक्दिनँ। हेर्नुहोस् है, आज यहाँनिर नि परमेश्वरको वचनमा यो कुरा लेखेको छ, के कुनै आमाले आफ्नो दुधे बालकलाई बिर्सन्छ र? कुनै पनि आमाले दुधे बालकलाई बिर्सेर जान सक्दैन हो। प्राय धेरै आमाहरू त्यस्तो हुन्छन् पनि, त्यस्तो धेरै मान्छेहरू हुन्छ आफ्नो दुधे बालकलाई छोडेर अर्को परपुरुषसँग लागिदिएको हुन्छ। थोरै मात्रामा, सबै त्यस्तो हुँदैन आमाहरू, कुनै कुनै त्यस्तो हुन्छ, सबै त्यस्तो हुँदैन। तर त्यो आमा चाहिँ म फेरि आमा भन्दिनँ, किनभने त्यो कसैले पनि त्यस्तो आमालाई चाहिँ आमा भन्दैन। तर नि परमेश्वर वचन यहाँ के जोड्नु खोजेको छ भने दुधे बालकलाई नै कहिले पनि आमाले बिर्सेर जान सक्दैन। आफूले जन्माएको बालकलाई त्यसले कहिले पनि टिठाउँदिन भनेको छ है। कहिले पनि छोडेर, कहिले पनि एक्लो पारेर, कहिले पनि त्यो नानीलाई बिजोग पारेर, एक्लै त्यो नानीलाई दुःख दिएर त्यो आमा जानु सक्दिनन् भने त म तँलाई कहिले पनि म तँलाई छोड्ने छुइनँ, म तँलाई बिर्सने छुइनँ। परमेश्वरले यो भन्नुभएको छ कि परमेश्वर वचनमा, जब तिमीहरूले आफ्नो आमाले त तिमीलाई बिर्सनु सक्दैन, आफ्नो दुधे बालक दुधे बालकलाई त आफ्नो आमाले बिर्सनु सक्दैन भने तिमीहरूलाई म कसरी बिर्सन सक्छु? परमेश्वरले तपाईँ र हामीलाई धेरै प्रेम गर्नुहुन्छ। जब परमेश्वरको अगाडि हामी जान्छौँ, जब साँचो हृदय लिएर हामी आमा बाबालाई, हामी बुवा आमा चाहिँ छोराछोरीको लागि हामी असल कुरा देखाउँछौँ भने त्यो छोराछोरीले असलै बाटो लिन्छ। यदि असलै बाबाले दुःख देखाउँदै पनि त्यो दुःखलाई बुझ्दा पनि त्यो छोराछोरीहरू खराबी बाटो
जाँदछन्। तर यो कुरा बताउँछ कि जब परमेश्वरमा हामी जब उभिन्छौँ, जब परमेश्वरको अगाडि हामी जान्छौँ, तब प्रभुले चाहिँ तपाईँ र हामीलाई नि आफ्ना आमाले भन्दा पनि बढ्ता, आमाले भन्दा पनि अनन्तको माया, आमाको माया चाहिँ बाँचिन्जेल र संसारमा रहन्जेलसम्म हो। जब आमा र बाबा अर्थात् हामी पनि एक दिन संसारमा, एक दिन माटोमा मिल्नु पुग्छौँ, त्यतिखेर एउटा माया मात्रै केही समयसम्म रहन्छ, एउटा सम्झना मात्रै रहन्छ। तर तपाईँ र हामीलाई सृष्टि गर्नुहुने परमेश्वरले नि कहिले पनि बिर्सिनु चाहनुहुन्न। परमेश्वरले चाहिँ कहिले पनि हामीलाई खराबी कुराहरू चाहिँ देखाउनु सुकाउनुहुन्न। खराबी कुरा आउने, स्वार्थ कुराहरू आउने, घमण्ड आउने, हामीलाई क्रोध आउने, ढा आउने चाहिँ दुष्टबाट मात्रै कुराहरू आउँछ। अनि आफ्ना आमा बाउको आज्ञा पालन नगर्नु दिने, आमा बाउलाई पनि एउटा त्यस्तो प्रकारको इन्कार गर्ने चाहिँ त्यो दुष्टबाट आएको हो भन्छु म चाहिँ। किनभने साँचो प्रभुको प्रेमले चाहिँ नि आमा बाउको सम्बन्धलाई बुझ्छ, आमाको मायालाई बुझ्छ। आमाको माया बुझ्ने मान्छेले नि परमेश्वरको वचन आधारित हिँड्छ। अनि म तपाईँलाई यही कुरा उत्साह दिन चाहन्छु। त्यसरी नै यशाया 66:13 भन्छ, आमाले आफ्ना बालकलाई सन्ताउन दिए झैँ म तिमीहरूलाई सन्ताउन दिनेछु र तिमीहरूले यरुशलेमको कारण सन्ताउन पाउनेछौ भन्नुभएको छ। यहाँनिर फेरि पनि लेखिएको छ कि आमाले आफ्ना बालकलाई सन्ताउन दिए झैँ म तिमीहरूलाई सन्ताउन दिनेछु। जसरी आमाले आफ्नो बच्चालाई, बालकलाई, छोराछोरीलाई जसरी सन्ताउन दिनुहुन्छ, तिमीहरू यो बाटो गयो, तिमीलाई यो राम्रो हो। आमा बाउले देखाएको बाटोलाई जसरी छोराछोरीलाई सन्ताउन एउटा माया, उत्साह, हौसला, छोराछोरीलाई अगाडि बढ्ने कुराहरू जब बाबु हामीले दिए झैँ म तिमीहरूलाई दिनेछु भनिकन प्रभुको वचन यहाँ लेखिएको छ। अनि आज हामी साँच्चै नै प्रभुको वचनलाई साँचो रीतिले हामी बुझ्छौँ भने नि हामी आमाको मायालाई हामी निश्चय नै बुझ्छौँ। अनि यहाँ लेखिएको छ 2 तिमोथी 1:3 5 हेर्नेछु। यहाँ यसो लेखेको छ, जब म तिमीलाई निरन्तर आफ्ना प्रार्थनामा सम्झन्छु, म परमेश्वरलाई धन्यवाद दिन्छु, जसको सेवा मेरो पिता पुर्खाहरूले गरे झैँ म शुद्ध विवेकले गर्दछु। 2 तिमोथीमा नि पावलले जब कैदमा चाहिँ, जब पावल परेको समयमा चाहिँ पावलले चाहिँ नि तिमोथीलाई एउटा पत्र लेखेको छ। पावलले जब तिमोथीलाई पत्र यहाँ लेख्दै गर्दा चाहिँ, जब म तिमीलाई निरन्तर आफ्ना प्रार्थनामा सम्झन्छु, माया लाग्दो कुरा लेख्दै हुनुहुन्छ। जब म तिमीहरूलाई मेरो आफ्नो प्रार्थनामा म सम्झन्छु, म परमेश्वरलाई धन्यवाद दिन्छु, मेरो पितालाई म धन्यवाद दिन्छु। आज म कैदमा छु, आज म जेलखानामा छु, तर पनि म तिमीहरूलाई सम्झन्छु। अनि म चाहिँ सर्वदा म चाहिँ मेरो परमेश्वरमा म बिन्ती अर्जी गर्छु, अनि म प्रार्थना गर्छु, अनि म परमेश्वरलाई धन्यवाद दिन्छु, जसको सेवा मेरो पिता पुर्खाहरूले गरे झैँ म शुद्ध विवेकले गर्दछु। जब मेरो पिता पुर्खाले पनि यो सेवा गरेका थिए, जब मेरो पिता पुर्खाले पनि यो शुद्ध हृदयले, शुद्ध विवेकले परमेश्वर प्रति आशा राखेको छ, आज म त्यही कुराहरू म गर्दछु। अनि 4ले भन्छ, तिम्रो आँसु सम्झदा रात दिन तिमीलाई भेट्ने मेरो उत्कट इच्छा हुन्छ र म अनन्तले भरिन सकु। म फेरि दोहोऱ्याउने छु, तिम्रो आँसु सम्झदा रात दिन तिमीलाई भेट्ने मेरो उत्कट इच्छा हुन्छ र म अनन्तले भरिन सकु। तिम्रो आँसुलाई म सम्झिँदै गर्दा रात दिन तिमीलाई भेट्ने मेरो इच्छा हुन्छ। यति धेरै उत्कट इच्छा हुन्छ, तर पनि हुन्छ र पनि म अनन्तले भरिन सकु। किनभने यसो लेखेको छ कि तिम्रो आँसु सम्झिँदै गर्दा, तिम्रो आँसुलाई म रात दिन देख्दै गर्दा, सम्झिँदै गर्दा पनि तिमीलाई भेट्ने इच्छा गर्छु, तिमीलाई म देख्ने इच्छा गर्छु, तर पनि म आनन्दले भरिन सकु। आनन्दले म भरिन्छु, किनभने त्यो कुरालाई सम्झिकन म परमेश्वरलाई धन्यवाद दिन्छु, अनि म आनन्दले भरिन सक्छु। अनि त्यसरी नै म आनन्द लिन्छु भनिकन तिमोथीलाई पावलले पत्र लेखेको कुराहरू हामी पाउँछौँ। त्यसरी नै तपाईँ र हामीलाई पनि आमाले, आफ्नो आमा बाउले आफ्नो छोराछोरीलाई केही पनि नहोस्, कहिले पनि मेरो छोराछोरीलाई दुःख कष्ट नहोस्, कहिले पनि मेरो छोराछोरीले कष्ट भोग्नु नपरोस् भनिकन आमा बाउले जहिले प्रार्थना गरेको हुन्छ आफ्नो छोराछोरीलाई। जहिले पनि त्यो आमा, त्यो बाउले प्रभुलाई नचिनेको होला कति, र पनि उहाँले आफ्नो आस्थामा उहाँले ईश्वरलाई पुकारेको हुन्छ। तर जो ईश्वर चाहिँ उहाँले चिन्दै जाँदाखेरि भोलिको दिन प्रभुलाई चिन्नुहुन्छ भने तपाईँ र हामीले अनन्तको परमेश्वरलाई हामीले चिनेको छौँ। उहाँ परमेश्वरलाई उहाँले पुकारेको हुन्छ। आफ्नो छोराछोरी सही बाटो जाओस्, आफ्नो छोराछोरीले असल कुरालाई पाओस्, कहिले पनि कष्ट र दुःखमा नभोगोस्, कसैको खराबी कुराहरूमा नहोस् भनिकन आमा बाउले जहिले पनि प्रार्थना गरेको हुन्छ। जसरी पावलले तिमोथीलाई पत्र लेख्दैछन्, तिमीहरूलाई म आज यसरी मैले सम्झना गरेको छु। अनि 5ले भन्दछ, मलाई तिम्रो
कपट विश्वासको सम्झना हुन्छ। तिम्रो यति धेरै खोट विहीन निष्खोट प्रेमलाई म सम्झना गर्छु। त्यो विश्वास जो पहिले तिम्रो बजाई लोइसमा थियो, किनभने पाउलले भन्दा तिम्रो बोजू लोइसलाई पनि त्यो थियो र तिम्री आमा युनिसमा अनि मलाई निश्चय छ त्यो विश्वास तिमीमा पनि रहेको छ। यसरी पत्र लेख्दछ तिमोथीलाई नि पावलले तिम्रो बजाइको पनि त्यो विश्वास थियो, तिम्रो आमा र तिम्रो बोजूको पनि त्यो विश्वास थियो र तिम्रो आमा युनिसमा पनि त्यो विश्वास थियो। त्यो विश्वास चाहिँ त्यो निष्कोट विश्वास, त्यो असल विश्वास चाहिँ त्यो तिमीमा छ भनिकन म आशा गरेको छु भनेर पत्र लेखेको छन्। त्यसरी नै त्यो पत्र लेख्दै गर्दा तपाईँ र हामीलाई पनि आमाले कति धेरै माया गरेको छन्, कति धेरै माया गरेको हुन्छन्। दुःखमा सुखमा भोग तिर्खा नबनिकन, कष्ट नबनिकन, आफू रित्तो भएर आफू रोएर आफू कष्टमा भएर पनि त्यो नानीको लागि आमा खडा हुन्छन्। जब त्यो समयमा आमा खडा भइकन तपाईँ हामीलाई हुर्काएको छन् अनि हुर्काएको छोराछोरीले आज त्यही आमा बाउलाई कतिलाई रुवाएको छन्। अहिलेको यो दिनहरूमा त साँच्चै भन्नु पर्दाखेरि छोराछोरीले आमा बाउ लिएर अगाडि हिँड्नु मान्दैनन्, आमा बाउसँग हिँड्नु मान्दैनन्, किनकि त्यो आमा बाउसँग बोल्नु जान्दैनन्, यसले पढेको छैन, यो त राम्रो छैन भनेर आमा बाउलाई आफ्नो साथीभाइको अगाडि देखाउनु चाहन्न। यस्तो छोराछोरी धेरै छन् आज संसारमा। आज तपाईँ हामी यस्तो खालको छोराछोरी छौँ भने आफ्नो आमा बाउलाई आदर गर्न सिक्नुहोस्। जब बाबा आमालाई आदर गर्नुहुन्छ, बाबा आमाको आज्ञा पालन गर्नुहुन्छ, बाबा आमाले भनेको कुरालाई मान्नुहुन्छ, तब परमेश्वरले तपाईँहरूलाई आशिष दिनुहुन्छ। हालेलुया। अनि तपाईँहरूलाई म यही अन्त्य वचन गर्नेछु अनि फेरि पनि म अर्को समयमा निरन्तर म जानेछु। म तपाईँलाई यो उत्साह दिन चाहन्छु, किनभने नि आज तपाईँ र हामीलाई आमाले गरेको माया चाहिँ नि अनन्तको सम्म जस्तै नै जसरी परमेश्वरले हामीलाई अनन्तसम्मको माया गर्नुभएको छ, प्रेम गर्नुभएको छ, हामीलाई पनि आमाले माया त्यसरी नै गर्नुहुन्छ। नि आमाले गरेको मायालाई सम्झिकन तिमीहरूलाई त मैले सृष्टि गरेको म परमेश्वर हो, मलाई तिमीले खोज्छौ, मलाई तिमीहरूले पछ्याउँछौ, तिमीले मेरो वचनलाई बुझेर पालन गर्छौ भने तिमीले आफ्नो बाबु आमालाई पनि आज्ञा पालन गर्न सक्छौ भनिकन भन्दछ। तर आज यो दिनहरूमा नै यस्तो कुराहरू भइरहेको हुन्छ, यो समयमा यस्तो कुराहरू म देख्छु, धेरै यो संसारमा यस्तो कुराहरू भइरहेको छ कि आफ्नो बाबु आमा कता छ, आफ्नो परिवारभित्र नै मिल्नु सकेको छैन, आफ्नो परिवारभित्र नै छाता छुल्ला छन्। तर म ठुलो सेवकाई, म चाहिँ एउटा ठुलो सेवकाई गर्ने हो, म चाहिँ ठुलो सेवकाईको एउटा बोकेर हिँड्ने भनिकन मान्छेले एउटा देखावटी रूपमा सेवकाई गरेर हिँडेको हुन्छ। तर आज हामी आमा बाउलाई माया गर्नु जानेको छैन, आमाको मायालाई बुझेका छैन भने तपाईँ र हामीले गरेको सेवकाई व्यर्थ छ। म तपाईँहरूलाई यो कुरा उत्साह दिन चाहन्छु, आज हामी आमा बाउलाई माया गर्नु चाहिँ ठुलो कुरा हो। हामीले आमा बाउ बितेर आमा बाउको च्यानमा गएर हामीले गुच्छा चढाउनु ठुलो कुरा होइन। हामी जीवित हुँदै हामी आमालाई माया गर्न सकौँ अनि आमा बाउको आज्ञा पालन गर्न सिकौँ, तब परमेश्वरले तपाईँ हामीलाई प्रशस्ति आशिष दिनुहुनेछ। अनि उताको रल भागलाई फेरि पनि म केही कथाहरूसँग जोडिकन, सत्य घटना कुराहरूसँग जोडिकन फेरि आउँदो दिनमा म आउनेछु। अनि आजको आमाको माया भन्ने वचनलाई म आज पहिलो भाग यहीँ राखिकन तपाईँहरूबाट ओझल हुन चाहन्छु। फेरि पनि सबैलाई जय मसीह।